मेरो साथीले आँखाबाट परेला झरेको हो। सुन्नुहोस् है, परेला झरेको चाहिँ आँखाबाट उसले विस माग्ने अरे। सुख शांति बना रहे जिंदगी में के मागे हो। अब यो त पाइसकेर मात्रै भन्छ होला। अब खै आज त मेरो छोरी अरे मेरो साथी त 50-50 मा राख्छ। क्या बात है। एसी को हावा आउँदैन आज के भएको? एसी को हावा आउँदैन। एसी त अन्त भर्खर त चलाउँदैछ। म विदाउट एसी बसिरहेको छु हैन। कसरी हुन्छ तब बताओ जी। हैन हामी चाहिँ के भन्छ त्यहाँबाट सुन मेरो कुरा। अब हामी यहाँबाट जान्छौँ त्यहाँदेखि त्यहाँ पस्नु पर्यो सेलमा। त्यहाँदेखि चाहिँ कहाँ जानु? पहिला घरमा जानु कि उयसमा? जता जाँदा पनि हुन्छ, मलाई केही प्रब्लम छैन। आई हेभ नो प्रब्लम एनीवेयर। पहिला त यतै जाउँ होला। त्यहाँ चाहिँ घरमा गएर ढुक्क हुन्छ नि। रोमा दिदी पनि रेडी भएर बसिरहेछ। कहाँ जानु? ल कहाँ जानु? कहाँ जाने? ए तिमीले चम्काइराख्यो होला नि त दिदीलाई। मैले 3-4टा सेभ गरिरहेको छु। मेकअप मेला लागिरहेको छ बैशाखी मेला। बेलुकातिर जाउँ न बरु। रदिलो भनिराख्नु पर्यो नि अन्त। अहिले होइन हौ, अहिले होइन। मेरो हस्बेन्डलाई डक्टर देखाइदिन्छु 5:30 मा। उज्यालो त हुन्छ, उज्यालोमा गएर के गर्छौ? 5:30 मा त्यहाँदेखि हामी जाउँ। नानी हुँदैन रोमा दिदी भ्याउँदैन त्यति बेला फेरि भन्नु चाहिँ भनिएन। कहाँनिर चाहिँ लाग्दैछ भन त? उयो लागेको छ बैशाखी मेला हो, चम्पासारीमा। चेकपोस्ट भएर जानुपर्छ। बैशाखी मेलामा के भन्नु? को आउने आउँदै भन्नु जस्तो को आउने हो? इन्भाइट छ अरे हाम्रो निलुबाट। कसकोबाट? खै यता गर त आइसक्यो। आँखा चिम गर त। वाह त्यो हुन्छ नि डकको टेल त्यस्तो बनाइरहेको छौ। लिनर पनि हतारमा लगाएर आएको। यति टिपटप चाहिँ हतारमा कसरी हुन्छ भाइ? त्यसो भए फुर्सदमा गऱ्यो भने मेकअप कस्तो देख्छौ? फुर्सदमा त टाइम लगाएर गऱ्यो भने त अन्त केटीको त अन्त नचिन्ने हुने हो कि क्या हो? ओके ल बाई बाई सी यू। खत्म कहानी। खत्म गया।